नमस्ते। आजको यस विशेष प्रस्तुतिमा स्वागत छ। आज हामी एउटा साँच्चै गजबको विषयमा कुरा गर्दैछौँ। खास गरी डिजिटल क्रिएटरहरूले कसरी विश्वभरिबाट कमाएको पैसा एकदमै सजिलै स्वदेशमा ल्याउन सक्छन् भन्ने बारेमा। खल्ती एप र स्ट्राइपको यो नयाँ एकीकरण साँच्चै नै एउटा गेम चेन्जर बनेको छ। आज हामी यो पूरै प्रक्रियालाई एकदमै सरल तरिकाले बुझ्नेछौँ। अब आजको सेसनमा हामी के हेर्दैछौँ त? सरसर्ती भन्नुपर्दा स्थानीय क्रिएटरको आम्दानी, खल्तीमा कसरी स्ट्राइप जोडिन्छ, अनिवार्य प्यानको नियम, पैसा निकाल्ने स्टेप बाई स्टेप प्रक्रिया, अनि कर र शुल्कका कुराहरू। र अन्त्यमा पेमेन्ट रिक्वेस्टलाई कसरी पूरा गर्ने भनेर हेर्नेछौँ। पैसा निकाल्ने प्रक्रिया जति महत्त्वपूर्ण छ नि, त्यसका नियमहरू बुझ्नु पनि उत्तिकै जरुरी छ। ल सुरु गरौँ। पहिलो खण्ड, स्थानीय क्रिएटरको लागि विश्वव्यापी अवसर। अब यहाँनिर एउटा प्रश्न आउँछ। भिडियो सम्पादक र कन्टेन्ट क्रिएटर जस्ता अहिलेका आधुनिक डिजिटल पेशेवरहरूले कसरी आफ्नो विदेशी आम्दानी सजिलै स्वदेशमा ल्याउन सक्छन्? यो प्रश्नले सायद धेरै फ्रिलान्सरहरूलाई सताएको हुनुपर्छ। हुन पनि हो, फ्रिलान्सिङ प्लेटफर्महरूमा आजभोलि कामको त कुनै कमी छैन। काम पाउन जति सजिलो छ नि, त्यो विदेशमा कमाएको पैसा आफ्नै देशको बैंक वा वालेटमा ल्याउन परम्परागत रूपमा उस्तै गाह्रो थियो। यो त एउटा ठूलै टाउको दुखाइको विषय रहँदै आएको कुरा हामी सबैलाई थाहा छ। तर अब यसको एउटा उत्कृष्ट समाधान आएको छ। खण्ड 2, खल्ती र स्ट्राइपको मिलन। यसले कसरी काम गर्छ भनेर बुझ्न यसलाई एउटा बलियो पुल जस्तै सोचौँ। एकातिर स्ट्राइप छ, जसले संसारभरिका फ्रिलान्स प्लेटफर्महरूबाट आउने आम्दानी प्रोसेस गर्छ, र अर्कोतिर हाम्रो आफ्नै खल्ती वालेट छ, जसले त्यो पैसालाई सिधै हाम्रो स्मार्टफोनमा ल्याइदिन्छ। खल्तीभित्र रहेको स्ट्राइप आइएमई फिचरले अन्तर्राष्ट्रिय क्लाइन्ट र हाम्रो पकेटलाई सिधै जोड्ने काम गर्छ। साँच्चै अद्भुत छ, होइन र? अब भने अलिकति गम्भीर कुरा गरौँ। खण्ड 3, अनिवार्य प्यानको आवश्यकता। यो यस्तो नियम हो जसलाई हामीले कुनै पनि हालतमा बेवास्ता गर्न मिल्दैन। खासमा कुरा के हो भने व्यक्तिगत स्थायी लेखा नम्बर अर्थात् पर्सनल प्यान यहाँ एकदमै अनिवार्य छ। खल्तीमा कुनै पनि अन्तर्राष्ट्रिय पेमेन्ट रिक्वेस्ट सुरु गर्नु अघि यो नम्बर राख्नै पर्छ। प्यान नम्बर छैन भने यो फिचर प्रयोग गर्न सकिँदैन। यो एउटा एकदमै कडा नियम हो, त्यसैले यसमा विशेष ध्यान दिनुहोला। यो महत्त्वपूर्ण शर्त बुझिसकेपछि अब हाम्रो मुख्य ट्युटोरियलतिर लागौँ। खण्ड 4, पैसा निकाल्ने स्टेप बाई स्टेप प्रक्रिया। यो प्रक्रिया एकदमै सजिलो र व्यवस्थित छ। सबैभन्दा पहिले खल्ती एप खोल्ने र होम स्क्रिनमा रहेको स्ट्राइप आइएमईमा ट्याप गर्ने। त्यहाँ स्ट्राइप रिक्वेस्ट भन्ने अप्सन आउँछ। त्यसपछि अघि हामीले जोड दिएको कुरा आफ्नो व्यक्तिगत प्यान नम्बर राख्ने। तेस्रो स्टेपमा पैसा पठाउने देश र मुद्रा छान्ने, र अन्त्यमा कति रकम चाहिएको हो र त्यसको उद्देश्य के हो त्यो खुलाउने। एपभित्र अझ नजिकबाट हेर्ने हो भने पैसा पठाउने देशहरूमा अहिले युएसए, युके वा अदर छान्ने विकल्प छ। मुद्राहरूमा युएसडी र जीबीपी उपलब्ध छन्, सायद भविष्यमा अरू पनि थपिएलान्। अनि उद्देश्यमा चाहिँ स्यालेरी पेमेन्ट, पर्सनल सेभिङ वा लोन पेमेन्ट जस्ता विकल्पहरू छान्न सकिन्छ। रिक्वेस्ट त बनाइयो, तर अब पैसा काटिने कुरा पनि गरिहालौ। खण्ड 5, कर र शुल्कहरूको विवरण। यहाँनिर पारदर्शिता एकदमै जरुरी छ। यो हिसाब एकदमै चाखलाग्दो छ। उदाहरणका लागि, यदि $10 को मात्र रिक्वेस्ट गरियो भने करिब $4 त बेस फीमै काटिन्छ, अनि हातमा जम्मा $6 बराबर मात्र पर्छ। तर यदि $100 मगाइयो भने चाहिँ विनिमय दर र करहरू काटेर अन्तिम पेआउट लगभग ₹14,151 हुन आउँछ। यसको अर्थ धेरै रकम मगाउँदा शुल्कको मार अलिक कम पर्छ। अनि एउटा नबिर्सनुपर्ने कुरा 5% टिडिएस अर्थात् अग्रिम कर। यो पैसा भुक्तानी हुनु अघि नै काटिन्छ। पछि पैसा हातमा पर्दा किन यति कम आयो भनेर अचम्म नपर्नको लागि यो कुरा सुरुमै थाहा पाउनु एकदमै महत्त्वपूर्ण छ। कर र शुल्कको हिसाब किताब सकियो। अब हामी अन्तिम चरणमा आइपुग्यौँ। खण्ड 6, अन्तिम पेमेन्ट रिक्वेस्ट पूरा गर्ने। एउटा कुरा याद राखौँ, रिक्वेस्ट जेनेरेट गरेर मात्र काम सकिँदैन। सुरुमा पैसा पठाउने मान्छेको नाम र इमेल राख्ने, नियम र शर्तहरू एक्सेप्ट गरेर सबमिट गर्ने, र सबैभन्दा मुख्य कुरा, त्यो रिक्वेस्टको स्क्रिनशट लिएर आफ्नो क्लाइन्टलाई पठाउन चाहिँ फिटिक्कै नबिर्सौँ। यसो गरेपछि मात्रै क्लाइन्टलाई थाहा हुन्छ र पैसा सफलतापूर्वक खल्ती वालेटमा आउँछ। ल, अन्तर्राष्ट्रिय भुक्तानीहरू
अब यति धेरै सजिलो र पहुँचयोग्य भइसकेपछि अब एउटा प्रश्न बाँकी रहन्छ, हाम्रा स्थानीय क्रिएटरहरूले अब कुन नयाँ ग्लोबल फ्रिल्यान्स अवसरलाई पछ्याउनेछन् त? पक्कै पनि यो नयाँ सुविधाले विश्वव्यापी रूपमा काम गर्न धेरैलाई हौसला दिनेछ। आजको यस प्रस्तुतिमा सँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद।